माझीटारमा पानी छैन। जब आकार भयो त्यतिबेला हामीले फैसला गर्यौं हामी बोरिङ गर्छौं अनि हाम्रो जमिनमा हामीले बोरिङ गर्यौं। 36 फिटमा नै पानी पायो तर हामीले फैसला गर्यौं 350 फिट गहिरो खन्ने अनि गर्दैछ। हुन त पैसा लाग्छ बेसी, जति मुनि गयो हामीले पानी पाउँदै गयो अनि हामीले 350 फिट मुनि जमिन मुनि चाहिँ हामीले खनिसकेपछि हामी बोरिङको त्यो मान्छेलाई भन्यो भयो त्यसो भए। अनि उहाँ त्यो मान्छेले के भने इन्जिनियरले भने सर मिठो पानी छ यहाँदेखि मुनि खन्ने दरकार छैन। अनि हामीले सबमर्ज पम्प लगायौं त्यो पानी भित्रबाट जमिन मुनिबाट माथि तार्नुको लागि। अहिले त्यो मोटरले 1 घण्टामा 10,000 लिटर पानी तान्छ। अहिले हामीलाई पानीको दुःख छैन। मैले त्यो पानीको नि कुवा खने नि मेरो छोराले त्यो पानी पिउँदैछ, यी जोसँग आउने सबैजनाले त्यो पानी पिउँदैछ। तर मैले त्यो पानी नखनेको भए नि यिनीहरूले पानी पिउन पाउने थिएन।